देशमा नयाँ फड्को मारेको छ राजनीतिले। यतिखेर प्रचण्ड 44औं प्रधानमन्त्री बन्नु भएको छ। आज के कारणले सेवाको देउबाले धोका दिनुभयो कि प्रचण्डले दिनुभयो यस विषयमा पछिल्लो समयमा हामी चर्चा गरौँला। तर म उहाँलाई थ्याङ्क यू भन्न चाहन्छु, कङ्ग्रेचुलेसन सक्सेसफुल पिपल भन्न चाहन्छु। अब जनताको मन जित्ने काम गर्नुहोस् भन्न चाहन्छु। होइन कसले भनेछ फेरि मलाई हजुर हजुर होइन के भनेको पक्नुहोस् त हेत्तेरिका फेरि को मदरको छोराले भन्नुभएछ पक्नुहोस् त म आफै पो हस् धन्यवाद धन्यवाद। मलाई ताजुब लाग्छ, मलाई अचम्म लाग्छ, मलाई उदेक लाग्छ। बिचरा शेरबहादुर देउबा आफ्नो पोल्टामा भएको सिक्का सम्हाल्नु त कता कता भुइँमा खसेको देख्यो। यसो गरेर भुइँको पनि टिप्नु खोज्दाखेरि अहिले हेर्नुहोस्, मैले भनेको नेपालमा रेल ल्याइदिन्छु तेल ल्याइदिन्छु भनेर सबैजना हाँस्नुपर्ने विषय छैन। टुडी खेलमा लामो एउटा पेट्रोलको कुवा खानिदिन्छु, बादलमाथि च्याउ फलाइदिन्छु, नेपालदेखि मङ्गल ग्रहसम्म लामो झोलङ्गे पुल हालिदिन्छु। मैले भनेको छैन है, रेल र तेल त सम्भव हुने कुरा गरेको छु। यो अघि भन्ने चाहिँ मैले भनेको छैन। कुरा बुझ्नुभयो? निश्चित रूपमा चिज के हो भन्दा चिज भनेको गम्भीर प्रकारको कुरा हो भनेर भन्नुहोस् मित्र। मैले त पहिले पनि भने हो, म फेरि पनि भन्दै थिएँ। उहाँले कता कता सुन्नु भएको हो कि सुन्नु नभएको मैले त कतै पनि पत्तै पाइनँ। निश्चित रूपमा मैले त भनेको माओवादीले धेरै न्यून नखोज्नुहोस्, अति नै भयो अब भनेर सधैँ मलाई चाहिँ के पुच्छरमा मात्रै डोल्याइरहनु भनेर मैले त फर्कै नै मार्दिन। अब म आइसियुमा छु, के भन्नु धेरै प्रश्न नगर्नुहोस्। तपाईँ यार त्यतिको पत्रकार हो कि यार प्रश्न गराएको छ। अब मार्नै खोजे क्या हो मलाई यार, के गर्दा राति कौडा खेलेको सूर्य अझै पनि छ होला भनेर कौडा हान्दै थिएँ। अब यार म कौडा मेरै गाउँ परेको थियो, अर्को पनि पठाइदिएछ। के हो भने हाम्रा देशका नेताहरू के भइरहेका छन्? लाज पछिकाहरू काठमाडौँको टुडी खेलमा लागेर उडी नाकको डाँडी भाग्सिने गरी गाडी कुद्सिने गरी मलाई हान्न मन लागेको छ भनेर मैले भन्थेँ पहिला। अब म त्यस्तो अवस्था चाहिँ ल्याउन दिन्न। त्यसैले तपाईँले घन्टी जीवनमा होल हाल्नुभयो। अब सबै नेताहरूको दिमागमा घन्टी बजाउने काम गर्छु। मेरी आमै नि हो र कठै बरी लैलै होइन के छ हो हल्ली चल्ली आरामै हुनुहुन्छ यतातिर पनि? नमस्कार है नमस्कार। ल कठै बरी लै कसको फोन आयो फेरि? हेलो हजुर काका, टाम्ना कहाँ छ है टाम्ना? म त तपाईँले राखेको त्यो पैसा चोरेर म त काठमाडौँ फाडी भयो नि। हो र अनि किन नि टाम्ना? अब तपाईँले थर्काइ गर्नुभयो, मैले भनेको मागै पुरा गर्नु भएन, ज्याकेट पनि किनिदिनु भएन। म त फाडी हान्दिएको नि त काठमाडौँमा त। म त पुरै जेल भन सुट्टो हो र। ए बाबा यो चन्द्रो बाहिर निस्किन्छ। होइन त्यस्तो चाहिँ के हो त? ससुरालीमा जाँदाखेरि भएको घडी पनि सबै लुटेर राख्यो। ससुराली गएको खानपिनको चाहिँ राम्रै व्यवस्था हो। के हो र त्यस्तो? मासु ल्याउनु भएको छ सासु आमाले ड्याम्मै लाएर एक पाउ खाना म त
त्यो नसकेर भोलि बिहान राख खानु बन्द भयो राखेर आएको बस्छु अनि सुताइको सुताएको न कुरै नगरौँ वासिटी कुरै नगरौँ राई उडिसले टोकेन झन्नै मारेन वासिटी झन्नै मारेन अब हेर त्यसका बाजे नमस्कार है आराम हुनुहुन्छ लास्ट है यो लास्ट है त्यसका बाजे अब के भन्नु म त अमेरिकाबाट आएको मान्छे है अमेरिकाको डोनाल्ड ट्रम्पको छोरीलाई मैले गीत सिकाउने अब हेर्नुहोस् त ठुलै मान्छे हो नि म अब हेर्नुहोस् अमेरिकाको राष्ट्रपतिको छोरीलाई कसरी सिकाएको छ भन्ने गीत मैले सिकाएँ ल अब हेर्नुहोस् नेवार भाषामा सबै भाषामा आउँछ मलाई गीत नेवार भाषामा चाहिँ हेर्नुहोस् रामबदन गन्यान छ्या नेकपा एमाले छन छ्या भारत या दबपङ अमेरिका या दबपङ बहुहरु ल्याउँदा पनि शेरबहादुर देउवा उताङ टङ यो त्यसका बाजे च्यालको खेराइछ प्लाट चिप्ली है के भन्नु अब आउनु अब गीत गाउन छोड्नु होइन तामाङ भाषामा लास्ट ल तामाङ भाषामा है यो ल चारी लगामै दङनै पाक्टुम चाहिँ त्यसका बाजे मलाई त पुरै पर्फेक्ट नै छ नि तामाङ भाषा पनि अब सबैजनालाई एउटा सूचना भन्छु है म यो आफ्नो भाषा रीतिथिति चालचलन परम्परागत चाहिँ स्रोत साधनको राम्रो उपाय गरेर त्यसका बाजे हामी आत्मनिर्भर बन्यौँ भने मात्रै देशले विकास पाउँछ अनि निकास पनि पाउँछ त्यही भएर चाहिँ हामी परम्परागत के भनिन्छ वस्तु हस्तकलाहरूको चाहिँ जगेनै राखौँ गरेर राखौँ र त्यसलाई चाहिँ जगाइराखौँ र पुरानो पुस्ताहरूलाई पनि नयाँ पुस्ता हो अरे नयाँ पुस्ताहरूलाई हस्तान्तरण गर्दै जाने अनि मात्रै हामी नेपाली भएको के हुन्छ चिनिन्छ नि त संसारले हामीसँग के छ त अब नेपाली त्यो छैन भने नेपाली भनेर चिन्छ त्यही भएर आफ्नो पहिचानलाई नबिर्सौँ भन्दै म राजुमान तामाङलाई यो माइक्रोफोन हस्तान्तरण गर्छु है त नमस्कार आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू म हुँ राजुमान रुम्बा सर्वप्रथम यस कार्यक्रमका आयोजक टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु म हिजो पनि आएको थिएँ र उहाँ सरले पनि फेरि मलाई अनि बोलाउनु भएको थियो इन्भाइट गर्नुभएको थियो अनि मैले स्वीकारेर आज पनि आउँदैछु र भोलि पनि आउनेछु र तपाईँहरूलाई सकेसम्म मनोरञ्जन दिलाउने प्रयास गर्नेछु भन्दै आजको यस कार्यक्रमबाट म राजुमान रुम्बा पनि यो माइक्रोफोन उहाँ सरलाई हस्तान्तरण गर्दै यस स्टेजबाट ओझेल पर्छु हस्त धन्यवाद नमस्कार जय गीत जय सङ्गीत धेरै धेरै धन्यवाद छ गजुरी गाउँपालिका